ल गाइज र हामी चाहिँ आज यसो बोराबात भन्ने सुनसरीको चकरगटीको छेउमा बोराबात भन्ने ठाउँमा घुम्नु आएको आज। अनि हाम्रो गाडी चाहिँ यहाँ छ अनि यहाँदेखि ताजादेखि उसको यो चकरगटीको छेउमा यति जाम बाटो फेरि भर्खर खोलेको बाटो यति सानो रहेछन् फेरि योमा के गर्नु। अब ठाउँ चाहिँ यता रहेछन् यो ठाउँमा जानुपर्ने त पुरै जाम छ मान्छे नै मान्छे। अनि हाम्रो गाडी चाहिँ यहाँ माथि गइसकेको छ। यति बेलासम्म बाटो गर्दाखेरि सफा गर्दा ट्राफिकको काम गर्दा हामी चाहिँ आज शनिबार पनि पर्यो। शनिबारले गर्दा मान्छेको भिड हेर्नुहोस् गाइजहरू। म भरे एकछिनपछि यहाँ देखाउँछु यो पुरा ठाउँ छैन ल बाबा जाम पर पुग्छ ल बाजे चाहिँ अहिले चाहिँ हामी लाग्दैछौँ पुग्यो। अब बोराबारतिरको दृश्य चाहिँ यस्तो छ यस्तो छ। एकछिन बोराबार घुम्ने हो कोसी घुम्ने हो त्यसपछि चाहिँ हामी फर्किन्छौँ। गाडी चाहिँ एकदम पुरा छ सानो गाडी मात्रै हिँड्ने रहेछन् ठुलो गाडी चाहिँ नहिँड्ने रहेछन् र एकदम बिजोग चालले चाहिँ पुग्यो हामी। ल गाइज र हामी चाहिँ कोसीको बोराबारमा आइपुग्यो। यस्तो घुम्ने मान्छेहरू धेरै छ। आज शनिबार पनि हो यति धेरै मान्छे छ यस्तोहरू पनि छ रमाइलो छ। मान्छे कति हो कति गाइजहरू यस्तो छ। यहाँ त पुरा अस्ति त जेस्कीहरू पनि लिएर आएको थियो। जेस्कीहरू गएन छ आज देखेको छु। जेस्कीहरू चाहिँ नावहरू त्यस्तो छ। ल हाम्रो चाहिँ यता नि यति पार्किङ छ यता पार्किङै गाडी यत्तिकै छ मान्छे यत्तिकै थोरै मान्छे छैन। गाडी यता पार्किङ छ गाइजहरू। हामी चाहिँ यहाँ बाउछरा यस्तो घुमिरहेको छौँ। अब हाम्रो गाडी कहाँ गयो घर यहाँ चाहिँ अलिक नराम्रो भएको रहेछ। ऊ त के हो परको हाम्रो चाहिँ यस्तो छ है। आज शनिबारको दिन हामी चाहिँ आज यो बोराबार भन्ने ठाउँमा घुम्नु आएको। शनिबार पनि पर्यो मान्छेहरूको चाप यति धेरै छ जति बेलुका भयो उति धेरै मान्छेहरू घुम्न आउँदै छ। अनि यता नि मान्छेहरू यति भिड बसेको छ यति छ मान्छेहरू। अब घुमेपछि त्यहाँदेखि त्यही बाटो घर लागिन्छ। साथीहरू यस्तै छ आज जोस रमाइलो भयो। तेजर बाइक के भन्ने यो दुईवटा बहिनीहरूले चलाउँदैछ यहाँ रमाइलै छ यो ठाउँ। यहाँ हाम्रो बाजे बजु अनि यो हाम्रो सानो भाइले नि मजाले चलाउँदो रहेछ। मान्छेहरूको भिड यस्तो छ आज हाम्रो ल साथीहरू हामी चाहिँ खाजासाजा खाइसक्यो यो बोराबातमा। अनि त्यहाँदेखि हामी चाहिँ अब एकछिन घुम्छौँ। घुमेपछि हामी चाहिँ अब कति बजे 3:30 बज्न आएको। अब 4 बजीतिर चाहिँ हामी लाग्छौँ। मान्छेहरू पुरा यस्तो छ
यता यी हाम्रो बहिनीहरू अनि मान्छे नै मान्छे छ र यस्तो मासतिर हामी पनि अब घुम्नै बाँकी छ त्यतातिर यता चाहिँ अघि घुमियो यस्तो छ अनि यतादेखि पर चाहिँ कोसी पारी हो त्यहाँदेखि पारी तर्यो भने कोसी टप्पु के भन्ने ठाउँ पुगिन्छ यो मासतिर देखेको चाहिँ चतारा हो आइसक्यो हिँडिराखेका छु त्यस्तै चाहिँ नाउ त तर्नै यो पारी जाने मान्छेहरू हो भिडै भिड छ नाउहरू छ यहाँ नाउ चढ्नेहरू चाहिँ यस्तो चाहिँ धेरै मान्छेहरू यता त मान्छे हराइन्छ होला हाम्रो एकदम यहाँ घोडामा चढ्ने भने यहाँ घोडामा चढिन्छ टक्क कति पैसा दाइ दाइ कति पैसा हो घोडाको कति हो 100 रुपियाँ अरे यहाँ के यहाँ बोटमा चढ्नेको घुइँचो लागेको छ सप्तकोशी जल यातायात हेर्नुहोस् त यो एरियातिर पनि त्यत्तिकै मान्छे छ यहाँ यो जेटमा चढेर यसो घुम्नेको पनि यहाँ छ जेट चढ्नेहरू कोसी यस्तो चाहिँ कोसी बगेको छ र यहाँ माथि के चतारा हो यता नि यत्तिकै मान्छे छ पुरा कति धेरै मान्छे यता यस्तै अरू यहाँ चतारादेखि भोजपुरनी जान्छन् यति मान्छे थुप्रेको छ आज शनिबार भएर पनि हो गोराबागमा हाम्रो तपाईँहरू पनि घुम्न आउनुहोस् गोराबाग बहुत रमाइलो छ
यो एरियातिर पनि यत्तिकै मान्छे छ कति हो कति मान्छे यति धेरै मान्छे अब हामी जान आँटेका छौँ यहाँ पनि यत्तिकै छ मान्छेहरू हेर्नु कति धेरै भुइँ चाहिँ यति छ धेरै कति धेरै यता नि यत्तिकै चाहिँ यस्तो राम्रो छ कति मजाले नाचिरहेको आटो यताबाट आटो कति हो कति सब यति धेरै अब गाडी यहाँ पर्खिन्छौँ गाडी पर्खिसकेपछि चाहिँ हामी जान्छौँ मान्छे आउनेको क्रम यति छ यति धेरै मान्छे आउँछ साध्यै छैन यति धेरै मान्छे छ